Alright guys, आज हाम्रो रहेको छ मुस्ताकमा डे 3। आज सबै बिरान भएको अवस्था छ। कोहीलाई टाउको दुख्ने, कोहीलाई छेडो टेलाउने, कोही टोइलेट गरेको गर्ने। नआगडा मुस्ताङ न केही छैन पागल जस्तो त्यो टिकटकमा चाहिँ आज चाहिँ कोहीलाई टाउको दुख्ने, कोहीलाई टन्सिल हुने, कोहीलाई रुगा लाउने, कोहीलाई डाइरिया हुने भइरहेको छ। आज चाहिँ हाम्रो रहेको छ डे 3 र आज हामी जानेछौँ अब फ्रेस भएर मुक्तिनाथ मन्दिर पूजा गर्नको लागि। अब यस्तै छ, जाडो लास्ट जाडो छ, नसक्छ होइन। सबैलाई 3 दिनमा त सबलाई समात्यो के अरे चिसोले, कोही चोखो रहेन। यस्तै छ। अप्पर जाम भनेको अप्पर खै यस्तै छ। मान्छे गएन के छ अप्पर जाने नै अप्पर जाने नै म शब्द बिहिन भाइ अप्पर जाने नै। हामी मुक्तिनाथ मन्दिर प्रवेश गरिसकेका छौँ। आज रहेको छ हाम्रो डे 3 मन्दिरको लागि। सबै रेडी भइसकेको छ। ओम नमो भगवती वासुदेवाय नमः। अब हामी पूजा गर्न जाँदैछौँ है त। ल भाइहरू अगाडि अगाडि हिँड्दैछ, म पछाडि पछाडि। पूजा गर्छौँ अनि हामी चाहिँ अप्पर जाने प्लान छ। हेरौँ के हुन्छ। जाडो छ निकै, घाम लाए पनि। हामी स्टार्ट भयो ल पूजा गरेर। अब जाडो छ, नुहाउन सकिँदैन। माथि जाँदा चाहिँ सास चाहिँ खोलिन्छ है, अघि नखोलिने फ्या हुन्छ। त्यही पनि आज डे 3 भएर होला यस्तो सबलाई बिरामी गराएको भाइहरू हामीलाई टन्सिल, रुगा, डाइरिया। हेरौँ माथिहरू पूजासुजा गर्दा धारामा नुहाएको भिडियो गर्नेछौँ, त्यहीँ भेट्नेछौँ है त। ल फाइनली नन हिँडेर आइए एक ठाउँ नि बिसाइएन। फाइनली मन्दिरको गेटमा आइसकेको छौँ। भाइहरू आउँदैछ मेरो पछि यस्तो सास हुल्या नन हिँड्दा आएको हाती माथाबाट नन हिँड्दा आएको। त्यो गैँडा आउँदाखेरि गैँडा तलबाट कहाँ उयो चाहिँ कहाँ छ त्यो? त्यसलाई त देखेकै छैन है। यत्रो ज्यानमा नि देखेको छैन त त्यसलाई। नन स्टप हिँडेर आउँदा त लास्ट
हुँदो रहेछ पौडी खेल्न आएकै छ पौडी खेल्न आएको जम्दम हामी पूजा गर्दै गर्दा होइन सँगै जानु क्या कहाँको त्यो त देखिकै छैन त ओ बोला यत्रो उसमा नि देखिएको होइन त्यसलाई कहाँ छ बोला विशाल बोला कहाँ छ भाइ ए भाइ एउटा भाइ चाहिँ आउँदैछ त्यो भाइ हाम्रो अर्को चाहिँ कहाँ छ अत्तो पत्तो रहेन ज्यानै देखिएन यत्रो भिडियो भनेपछि त्यस्तो तलै छ ढाडेको खेल्न आउँदैन साँच्चै लास्ट छुट्यो है हल्का झनक 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 झिनिक 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 गरेर होइन विशालमा हुनुपर्छ ल फाइनल्ली हामीले भोलालाई प्रत्यक्ष प्रत्यक्ष देख्न सफल भएका छौँ अझै लुकेको छ कहाँ छ अरे कहाँ त्यहाँ लगेको पछाडि हेर्नु प्यान अझ रोकियो त्यो त रोकियो रोकियो अडेस लाग्यो त्यसले है हामी पूजा गरेर कहाँनिर छ र अडेस लाग्यो त्यसले सन्तु निलो ज्याकेटवाला हो यहाँनिर रहेछ होइन त्यो कहिले बोला यत्रो सिक्यो लाग्छ आधी घन्टा कुरा भयो ल फाइनल गाइस हामी मुक्तिनाथ मन्दिरभित्र आइसकेका छौँ ल यहाँ चाहिँ लास्टमा 108 धारा नुहाएर बल्ल आउने रहेछ अनि आएर चाहिँ पहिला 108 धारा नुहाउने त्यसपछि आएर डुब्की लाउने त्यसपछि कपडा सबै चेन्ज गरेर बल्ल पूजा गर्ने रहेछ यहाँको चाहिँ परम्परा चाहिँ यस्तो रहेछ भाइहरू हुँदैछ अब यहाँ सबै भाइहरू नुहाउँदैछ अब मुक्तिनाथ मन्दिर हामी ल के कसो हो कता हो अब हामी चाहिँ कपडा चेन्ज गर्छौँ 108 धारा मन्दिर 108 धारा नुहाउँछौँ होइन अनि त्यसपछि त्यहाँ तल पोखरीमा गएर डुब्की लगाउँछौँ त्यहाँ अनि त्यसपछि कपडा सबै चेन्ज गरेर बल्ल पूजा गर्नेछौँ ल भाइहरू अब ठाउँ खोज्दैछ कहाँ गएर कपडा चेन्ज गर्ने कहाँ राख्नु भनेर फेरि टी सर्टै ल्याएँ सिट भयो तिमी ला मैले होइन मैले फेरि बन्डी ल्याऊ भित्रको त छिन्न नि त फेरि बन्डी ल्याएको छु नि बन्डी ल्याउनु बन्डी ल्याउनु ल अब कपडा सडा चेन्ज गर्ने बेला भयो हाम्रो कता राख्ने हुन् बोला खोइ बोला ल अब हामी चाहिँ कपडा चेन्ज गर्छ मैले डाइरेक्ट 108 धारा नुहाएको चाहिँ भिडियो गर्नु पर्यो नि तिमी नुहाउनु 108 धारा नुहाएको चाहिँ तर अलराइट गाइज अब हामी नुहाउन रेडी भइसकेका छौँ भिडियो चाहिँ मेरो भाइले गरिदिन्छ यस्तो जाडो भयो आम्मामा ल भाइ छिटो ल अब गर यहीँबाट गर है कन्टिन्यू गर है स्टार्ट भयो Gustave.
उता जाऊ न उता रोक्ने ल ल कस्तो हुँदैछ नाइस एकचोटि आउनै पर्छ है आउनै पर्छ पापहरू धुलिनुपर्छ आफ्नो ग्रहहरू है घर परिवार सबै शान्ति कस्तो हुँदैछ सुखी शान्ति होइन कामना होस् घर परिवारको सबैको यही छ मुक्तिनाथ मलाई हिँड्दा ए बेरेर म गइन्छ पूजा हेर्न कहाँ यो बेरेर त्यस्तो हुँदैन ल अब हामी चाहिँ पूजा गर्दाखेरि ल एटलिस्ट फाइनल्ली मुक्तिनाथ आएर हामी चारजना चाहिँ डुबुल्की मारियो एकदम दिस एक्सट्रिमली कोल्ड टुडे सन्तु उहाँ चाहिँ नुहाउनु भएन उहाँलाई चाहिँ अलिक बिरामी हुनुहुन्छ उहाँ नुहाउनु भयो भने फेरि हेलिकप्टरको टिकट काट्नुपर्छ यहाँ तर एट दिस पोइन्ट हामी चाहिँ बोनीकपुर है हामी चाहिँ सुरुमा गएको बोनीकपुर एकदम चिसो छ एक्सट्रिमली कोल्ड धारामा नुहाउँदा त केही हुँदैन डुबुल्की मार्दा त एकदमै के साइडमा अनि त्यो पण्डित पनि ल्याइ ओके अलराइट गाइज हामी पूजा गरेर निस्किसकेका छौँ अब रुमतिर उता फोटो खिच्दै जाँदैछौँ भयो त ल पूजा गरियो अब हामी रुमतिर जाँदैछौँ बोल्नु न भ्लगर जाडो भयो क्या त्यो कसरी सुनिन्न म गरिदिन्छु दिनु दाइ हो सुनिन्छ ल यही है मुक्तिनाथ दर्शन गरौँ सबैजनाले यहाँबाट भिडियो मार्फत ल अब हाम्रो फोटो सेसन हुन्छ चट लाएर अनि हामी चल्नेछौँ रुमतिर ल है त गाइस ल अनि हाम्रो बजेको छ घडी 10:55 भयो रहेछ ल हामी पूजा गरेर निस्किसकेका छौँ खाएर पनि गइसक्यो म चाहिँ एउटा सानो त्यो सिमेन्टिक भिडियो गर्दै थियो बाहिरमा चाहिँ हात पुग्दैछ मलाई ल दर्शन पनि गरिदियो जय श्री रामको भलो लाओस् हामीलाई र अब भोला यता हो कि कहाँ गयोस् ल अब यस्तै छ पूजा गरियो निस्क्यौँ अब हामी जान्छौँ होटल अनि होटल पछि आज हामी जान्छौँ अप्पर मुस्ताङ अब हेरौँ के हुन्छ लेट्स सी अप्पर मुस्ताङमा होटल छ छैन थाहा छैन तर हाम्रो होटल चाहिँ अब हाम्रो बास चाहिँ अप्पर मुस्ताङमै हुन्छ जस्तो ल है त ल
भिडियो है